हाई गुड मर्निङ सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक माई न्यू भिडियो। म चाहिँ निशा। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज पनि म चाहिँ त्यहाँउति घरमै छु। यतिखेरसम्म घरसर उठेर आँगन सागन घरसर बढाएर अब चाहिँ म चारो काट्न लागेको। साथीहरू हजुर के गर्दै हुन्छ यतिखेर कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजनाले माया गर्नुहोला, सपोर्ट गर्नुहोला। म चाहिँ चारो म चाहिँ काटिओरी पनि उठ्न जाँदैछु साथीहरू। दाल साल पनि बसाएँ। अब यो कुटेर आएर सब्जी रेडी बनाउनु पर्छ। साथीहरू म चाहिँ चारो सारो कुटेर आएँ। त्यहाँबाट सब्जी पनि रेडी बनाएको छु, काटेर आएको छु। दाल पाक्दैछ। म चाहिँ पानी कास्न जाँदैछु। त्यतिखेर के भएको साथीहरू, मलाई त अहिले त बिहान बिहानै भोक लागेर अनि दिउँसो पनि त्यस्तै भोक लागेर म त भोकमा लान आँटे जस्तो छ। बेलुका खाना खाँदै सुतेर पनि यस्तो भोक लाग्छ। खाजा नखाइकन होला जस्तो चाहिँ। साथीहरू म त हिजो चण्डी गइनँ नि त नाच्नुलाई, साकेला गइनँ। मम्मी जानुभएको थोरै भिडियो बनाएर लिएर आउनुभएको रहेछ। हाम्रो गाउँको साकेला चाहिँ कस्तो हुन्छ म हजुरलाई थोरै क्लिप लगाइदिन्छु, हेर्न नभुल्नु होला। पानी लिन जाँदैछु। पानी बसेर आएर त्यहाँबाट सब्जी बनाउने, माम बसाउने। पानी आयो भने नुहाउनु पनि पर्ला, आएन भने त अल्छी लाग्छ कुवा आउनु पनि। हेर्दै गर्नु होला। पानी लिन त आएँ, लास्टमा त पानी नै आएको छैन। नुहाउनु पर्ला पानी थापेर भनेको त। साथीहरू म चाहिँ घर पनि आइसकिसकेँ। पानी कास्नु गएको। पानी त माथिबाट आएको रहेन रहेछ, यतिकै पाइपमा त्यो काँसेर आएँ। अब म चाहिँ पाइने भएको बोट रोप्न आँटेको दुई कटरको त्यहाँमाथि फालिरहेको रहेछ। अनि मैले लिएर आएको। अब रोप्नुपर्ने। मैले चाहिँ रोपिसकेँ। यही हो जो आज रोपेको भयो, त्यहाँ माथि र यहाँ हिजो रोपेको।
मैले चाहिँ 3टा बोट रोपेको छु। हेरौँ फल्छ कि फल्दैन। मैले चाहिँ फलफुल भनेपछि असाध्यै मनपर्छ, जे भए पनि। कुनै चाहिँ मन पर्दैन, नत्र मन परेकै हुन्छ। त्यो भएर मैले पनि रोपिदिएँ। पानी पनि लगाइदिनुपर्छ, म चिसै छैन। साथीहरू, माम दाल सब्जी सब रेडी भइसक्यो। अब म चाहिँ के गर्छु भन्दाखेरि हिजो ल्याएको केरालाई काटेर निकाल्नु पर्नेछ। म त्यो निकाल्छु नि त। मेरो सब्जी दाल माम पनि पाकिसक्यो। ग्यास बन्द गरिदिइसकेँ। अब चाहिँ म गर्छु काम। अहिले चाहिँ निकाल्नु पर्ने हुन्छ। यो माथि राखेको छु, डुबेछु। म चाहिँ निकालिसकेको छु नि। निकालेर भिडियो बनाएको अन्त नभएको पर्छ। 1 2 3 4 5 6 7 8 9 10 11वटा रहेछ। अब यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ। तर यतिखेर होइन, यसको चोप चाहिँ माथि राखिदिन्छु। साथीहरू, म चाहिँ खानासाना खाएर नुहाउनुको लागि जाँदैछु कुवा। पानी नै आएन। त्यही लुगा चाहिँ ससुरा बुवाको पनि लुगा धुने रे। साथीहरू, म चाहिँ नुहाइसकेँ, लुगा धुइसकेर फर्किँदैछु। हजुर के गर्नुहुन्छ यतिखेर? म चाहिँ नुहाइसकेर लागेँ घर। हेलो साथीहरू, के छ हौ हजुरहरूको खबर? के गर्ने हुन्छ यतिखेर? म चाहिँ गएर आएर आराम गरेर उठेर त्यहाँबाट बाख्राको ठाउँ सफा गरेर टोइलेट सफा गरेर पानी फर्स्टमा त पानी लिन गएँ। त्यही काम गरेँ है। सबैले काम पनि सुनाउनु। फेरि पानी जुटाइमा फेरि हजुर के गर्दै हुनुहुन्छ? खाजा खाँदै छैन मैले खान्छु। खाजा पनि के चाहिँ खाने? हात पनि कति खुस्रो अनुहारमा चाहिँ पुरा चिल्लाउँछ अनि हात त्यस्तो खुस्रो म चाहिँ भिडियो आज यति नै इन गर्न चाहन्छु साथीहरू। फेरि भोलि भेट्ने नै छु अर्को भिडियोमा भन्दै आज यति नै। जो नयाँ हुनुहुन्छ उहाँलाई प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला भन्दै आज यति नै। बाई।